इन प्रोग्रेस गर्नु सुरु। के छ भने यसको इम्युनोग्लोबुलिनको पहिला पनि भनेको छ। इम्युनोग्लोबुलिनको स्पेसिफिक युज भनेको चाहिँ एउटा मान्छेलाई स्पेसिफिक डिजिजको एउटा त एरियामा जाँदैछ। अर्को केस के हुन्छ भने सस्पेक्टेड इन्फेक्सन छ, जस्तो सस्पेक्टेड टिटानस इन्फेक्सन, सस्पेक्टेड हेपाटाइटिस बी इन्फेक्सन, रेबिज इन्फेक्सन, या त मम्स रुबेला इन्फेक्सन। होइन, हामी जति पनि भ्याक्सिनहरूको कारणले रोगलाई चाहिँ रोग लाग्नुबाट बचाउँछौँ, त्यो डिजिजहरू चाहिँ लाग्ने सम्भावना छ। कतैबाट इन्फेक्सन आउनेवाला छ, जस्तो हेल्थ केयर मान्छेहरू छ, उसको निडल चाहिँ अब टच भयो, निडल यहाँनिर लाग्यो सुई लगाउँदा लगाउँदै। अथवा सेलुनमा काम गर्ने मान्छे छ, सेलुनमा काम गर्ने मान्छेको कतैबाट उसको बडीमा चाहिँ ब्लड लाग्यो र त्यो मान्छे अर्को मान्छे हेपाटाइटिस लागेको छ भने अब सस्पेक्टेड भयो नि त उता। हो त्यो बेलामा चाहिँ हामी इम्युनोग्लोबुलिन दिन्छौँ। इम्युनोग्लोबुलिन भनेको डाइरेक्टली युजिङ एन्टिबडी हो। यसलाई हामी डाइरेक्टली एन्टिबडीको रूपमा प्रयोग गर्छौँ। इम्युनोग्लोबुलिन है डाइरेक्टली एन्टिबडी हो, डाइरेक्टली इन्जेक्ट गर्नु मिल्छ। जेनेरली इम्युनोग्लोबुलिन आइभीको फर्ममा आउँछ, कहिलेकाहीँ ओरलको फर्ममा आउँछ। सो इम्युनोग्लोबुलिन भनेको प्रोटिन हो। इम्युनोग्लोबुलिन छुट्टै इन्जेक्सनको रूपमा किन्न पाइन्छ। यो डाइरेक्ट एक्टिङ एन्टिबडी हो। सबै डिजिजहरूको इम्युनोग्लोबुलिन बनिएको छैन अहिलेसम्म। केही केही डिजिजहरू जसको लागि भ्याक्सिन बनिएको छ उनीहरूको इम्युनोग्लोबुलिन जुनको भ्याक्सिन बनिन्छ त्यसको मात्रै इम्युनोग्लोबुलिन हामीले चाहिँ एक्सट्र्याक्ट गर्न सकिन्छ जेनरल केसमा। जस्तो भ्याक्सिन बनाइसके पछाडि टेस्ट कसरी गरिन्छ त? हेल्दी ह्युमनमा टेस्ट गरिन्छ नि त क्लिनिकल ट्रायल गर्दा। अनि क्लिनिकल ट्रायल गर्दाखेरि भ्याक्सिन लगाएको छ भने त्यसको अगेन्स्टमा एन्टिबडी त बनिन्छ, त्यो पनि टेस्ट गरिएको हुन्छ। जस्तो हामी इम्युनोजेनिसिटी भनेर भन्छौँ भ्याक्सिनको क्लिनिकल ट्रायलको केसमा। त्यसो हुँदा भ्याक्सिन सँगसँगै इम्युनोग्लोबुलिनको पनि स्टडी भइरहेको हुन्छ कन्टिन्युसली, त्यही भएर इम्युनोग्लोबुलिनको डेभलपमेन्ट भएको हुन्छ है। अब केही रिलेटेड भ्याक्सिनहरू छन् जसको इम्युनोग्लोबुलिन चाहिँ कस्तो अवस्थामा लगाइन्छ, कसरी प्रयोग गरिन्छ, त्यो चिजहरू म सबभन्दा फर्स्टमा लेख्छु। अनि इन्डिभिजुअल भ्याक्सिनहरू कसरी कसरी लगाइन्छ, अनि त्यस पछाडि तिनीहरूको बुस्टर डोजहरू कसरी कसरी लगाएको हुन्छ, कुन बेला लगाउने कुन बेला नलगाउने, त्यो चिजहरू स्टडी गर्छौँ आज हामी, र यो भ्याक्सिनवाला च्याप्टरलाई अन्त्य गर्छौँ। इम्युनोग्लोबुलिनको बारेमा अलिअलि हेर्छ। जस्तो सबभन्दा फेमस भनेको टिटानस इम्युनोग्लोबुलिनलाई अब म क्यापिटल आई क्यापिटल जी लेख्छु है। टिटानस इम्युनोग्लोबुलिन। टिटानस इम्युनोग्लोबुलिनको के छ कहानी भन्दाखेरि, यहाँ है घाउ सफा छ, घाउ सफा छ, 5 वर्षभित्र टिटीको लगाएको छ भ्याक्सिन है, कम्प्लिट भ्याक्सिन। यो बेला हामीले इम्युनोग्लोबुलिन लगाउनु पर्दैन, चाहिएन। घाउ सफा छ, काटेको घाउ छ, घाउ सफा छ। विगत 5 वर्षभित्र 5 वर्षको दौरानमा कुनै पनि बेला टिटीको भ्याक्सिन लगाएको छ भने त्यसलाई टिटीको इम्युनोग्लोबुलिन दिइराख्न पर्दैन। किन? किनकि त्यो 5 वर्षभित्रको भ्याक्सिनले नै इम्युनोग्लोबुलिनमा बढी इनफ प्रड्युस गरिसकेको हुन्छ। अब घाउ चाहिँ फोहोर छ, घाउ फोहोर छ भने, डर्टी वुन्ड छ भने, र लास्ट टाइम कहिले लगाएको त्यो भनेको धेरै डर्टी हुनु पर्यो है। हाम्रो नर्मल लाइफमा हुने घाउहरूलाई हामी क्लिन वुन्डको क्याटेगोरीमा राख्छौँ। जस्तो वारको घाउहरू भयो, हेभी एक्सिडेन्टको घाउहरू भयो, तिनीहरू डर्टी वुन्डभित्र आउँछ। अब लास्ट टाइम कहिले लगाएको थाहा थिएन, अननोन भ्याक्सिनेसन, केही आइडिया छैन भने अब है, अब यस्तो हामी गिभ टिटी इम्युनोग्लोबुलिन। अब त्यो बेला चाहिँ टिटीको इम्युनोग्लोबुलिन दिन्छु। टिटीको इम्युनोग्लोबुलिन जेनेरली टिटी इम्युनोग्लोबुलिन 250 युनिटमा आउँछ है, इन्ट्रामस्कुलर हान्नु मिल्छ। ठिक, यसको केसमा अब 5 वर्ष समय राख्नु पर्यो, 5 इयर्स, 5 इयर्स, 5 वर्षभित्र। 5 वर्षभित्र नयाँ घाउ छ भने 5 वर्ष अगाडि टिटीको भ्याक्सिन पनि हानेको छ, इम्युनोग्लोबुलिन पनि हानेको छ। अहिले नयाँ घाउ आयो भने त्यो डर्टी होस् कि सफा होस् कि केही गर्न पर्दैन। 5 वर्षभित्र, 5 वर्षभित्र भ्याक्सिन मात्रै हानेको छ, त्यसो हुँदा पनि परेन। 5 वर्षभित्र भ्याक्सिन पनि हानेको छैन, इम्युनोग्लोबुलिन पनि हानेको छैन, घाउ डर्टी छ, त्यो केसमा टिटीको इम्युनोग्लोबुलिन दिने भयो। ठिक, अब आऊ तिमी हेपाटाइटिस बी। यो पनि एकदम फेमस हो, हेपाटाइटिस बी। हेपाटाइटिस बीमा चाहिँ हेपाटाइटिस बीको सबभन्दा फर्स्ट प्रोटोकल भनेको
हेपाटाइटिस बी को भ्याक्सिन र हेपाटाइटिस बी को इम्युनोग्लोबुलिन दिन्छ 12 घण्टाभित्र है। जन्मेको 12 घण्टाभित्र जब हेर है HBsAg पोजिटिभ जब आमालाई हेपाटाइटिस छ, हेर है यहाँ दिमाग लगाऊ, एकदम स्पेसल केस हो नि। हेपाटाइटिस आमालाई हेपाटाइटिस छ, जन्मियो बच्चा, उसलाई हेपाटाइटिस बी को भ्याक्सिन पनि हेपाटाइटिस बी को इम्युनोग्लोबुलिन पनि जन्मेको 12 घण्टाभित्र हानि सकिन्छ। अरू अवस्थामा हेर है, अरू अवस्थामा एक्सपोजरको अब हामीलाई डाउट छ भने त्यो बेला इम्युनोग्लोबुलिन हालिन्छ, अथवा एक्सपोजर भइसक्यो, हेपाटाइटिस इन्फेक्सन कतैबाट सरिसक्यो, सेरोलोजी गराउँदा सेरोलोजी पोजिटिभ आयो हेपाटाइटिस बी को लागि भने तब हानिन्छ, नत्र अरू बेला हानिँदैन। हेपाटाइटिस बी इम्युनोग्लोबुलिन आफ्टर पोस्ट एक्सपोजर, जब एक्सपोजर भएको थाहा हुन्छ तब मात्रै हानिन्छ, होइन भने हेपाटाइटिस इम्युनोग्लोबुलिन कुन बेला हानिन्छ, आमालाई हेपाटाइटिस बी छ, बच्चा जन्मियो भने 12 घण्टाभित्र चाहिँ भ्याक्सिन र इम्युनोग्लोबुलिन दुइटै हानिन्छ। हेपाटाइटिस ए को लागि पोस्ट एक्सपोजर, हेपाटाइटिस ए इम्युनोग्लोबुलिन, हेपाटाइटिस ए को अब इन्फेक्सन भइसक्यो भने तब हामी त्यो बेला चाहिँ हेपाटाइटिस ए को इम्युनोग्लोबुलिन हान्छौँ। प्रोफाइलेक्सिसको लागि पनि हान्न सकिन्छ, जस्तो यस्तो हामी लेख्छौँ पोस्ट एक्सपोजर प्रोफाइलेक्सिस, नसरे पनि प्रोफाइलेक्सिसको लागि हाल्छौँ। 14 दिनभित्र हानिन्छ यो चाहिँ है, 14 दिनभित्र। अब तिमी रेबिज, रेबिजको सुई हान्नको लागि आउँछन् नि मान्छेहरू, के हो त त्यो? रेबिजको भ्याक्सिन त पहिले लगाइसक्यो होला, रेबिजको जुन कुकुरले टोकिसके पछाडि हान्न आउने भनेको त्यो चाहिँ रेबिजको इम्युनोग्लोबुलिन हो है, यो कुरा विचार गर। भ्याक्सिन हान्ने भन्छ नि मान्छेहरू, के अरे भ्याक्सिन हान्ने रेबिजले के अरे पहिल्यै लगाइ, अब यस्तो हुन्छ हिस्ट्री हेरिन्छ, कुकुरले टोक्यो पहिला रेबिजको भ्याक्सिन अहिलेसम्म लगाएको छैन भने सुरुमा चाहिँ भ्याक्सिन नै हानिन्छ, ठिक छ। पहिला रेबिज लगाइसकेपछि अब पछिबाट पोस्ट एक्सपोजर आयो भने चाहिँ अब हामी इम्युनोग्लोबुलिन दिन्छौँ है, रेबिज इम्युनोग्लोबुलिन आफ्टर पोस्ट एक्सपोजर है। अब एक्सपोजर हुँदाखेरि भ्याक्सिन र इम्युनोग्लोबुलिन दुइटै हानिन्छ, ठिक छ, भ्याक्सिन पनि हानिन्छ, इम्युनोग्लोबुलिन पनि हानिन्छ। अब भ्यारिसेल्ला, भ्यारिसेल्ला प्रेग्नेन्टलाई दिनु हुँदैन, हामीले यहाँ माथिपट्टि लेखेको छ, हेरे के दिनु हुँदैन, यो चाहिँ यादै गर्नुपर्छ ल, यो याद गर्नुपर्छ है। एमएमआर जुन जिन्दा छ, लाइभ एटेनुएटेड, भ्यारिसेल्ला, ओपिभी, जुस्टर अनि बिभिजी यो दिनु हुँदैन, ठिक छ। ओरल जुस्टरवाला दिनु भएन, एमएमआर दिनु भएन, बिभिजी दिनु भएन, भ्यारिसेल्ला दिनु भएन, यो मैले माथि नै लेखिसकेको रहेछ। यो पनि हुन्छ तिम्रो पोस्ट एक्सपोजर, स्पेसली इन आइरिस। अब भ्यारिसेल्लाको भ्याक्सिन चाहिँ प्रेग्नेन्टलाई दिनु हुँदैन, तर इम्युनोग्लोबुलिन चाहिँ दिनु मिल्छ, किनभने भ्याक्सिन नदिइसके पछाडि उसलाई पोस्ट एक्सपोजरबाट बचाउनु त पर्यो नि त। यस्ता हामी लेख्छौँ हाई रिस्क, हाई रिस्क पेसेन्टहरू आउँछ, तिम्रो प्रेग्नेन्ट आउँछ, अथवा तिम्रो इम्युनो कम्प्रोमाइज भनेको क्यान्सर पेसेन्टहरू आउँछ, प्लस भर्खर जन्मेको बच्चाहरू आउँछ, यिनीहरू हाई रिस्क, यिनीहरूलाई चाहिँ इम्युनोग्लोबुलिन दिन्छ भ्याक्सिन नदिएर, ठिक। अब अर्को तिम्रो एमएमआर, एमएमआर र भ्यारिसेल्लाको टाइमिङ होइन, हेर है म लेख्छु फर्स्टमा, इफ इम्युनोग्लोबुलिन इज गिभन लाइभ भ्याक्सिन मस्ट बी डिलेड, यो मैले पहिला पनि भनेको छ हेर ल, 3 देखि 6 महिना। इम्युनोग्लोबुलिन पहिले दिइसकेको छ भने भ्याक्सिन नदिनु, कुनको केसमा, एमएमआर र भेरिसेलाको केसमा। यो धेरैचोटि सोधेको क्वेसन हो। एउटा मान्छे चाहिँ ऊ भ्याक्सिनेसन लिनु चाहन्छ, कुन एमएमआर अथवा भेरिसेला भ्याक्सिन लिनु चाहन्छ, लाइभ भ्याक्सिन लिनु चाहन्छ, तर इम्युनोग्लोबुलिन दिइसकेको छ, दिन मिलेन, दिन मिल्छ तर काम छैन, फाइदा छैन, कहिले दिन मिल्छ, 3 देखि 6 महिनाको ग्याप राखेर दिन मिल्छ, ठिक छ। यो भयो है। अब इम्युनोग्लोबुलिनको यति कहानी भयो।
अब म तिमीलाई लैजान्छु इन्डिभिजुअल, ल इन्डिभिजुअल भ्याक्सिनहरू जस्तो हेपाटाइटिस बी, के अरे हेपाटाइटिस हुन्छ हेमोफिलस, हेमोफिलस इन्फ्लुएन्जा। म सिम्टमहरू पनि लेखिदिन्छु ल, के हुन्छ भनेर बिर्सेको छ भने। हेमोफिलस इन्फ्लुएन्जाले के गराउँछ भने मेन गराउने भनेको मेनिन्जाइटिस गराउँछ। इन्फ्लुएन्जाको यो चाहिँ तिम्रो एउटा भेरिएन्ट हो भन, हेमोफिलस इन्फ्लुएन्जा भाइरस हो। मेनिन्जाइटिस गराउँछ। अर्को एउटा भनेको इपिग्लोटाइटिस। यहाँनिर इपिग्लोटिस हुन्छ नि, यो सुनिने क्या, हामी यसलाई टन्सिलै भनेर बुझ्छौँ। कहिलेकाहीँ न्युमोनिया गराउँछ। अनि इन्फेक्सन धेरै भयो भने चाहिँ ब्लड इन्फेक्सन हुन्छ, जसलाई हामी सेप्टिसेमिया भनेर भन्छौँ। यो यसको सिम्टमहरू हुन्छ। अब यसको तिम्रो पोलिस्याक्राइडको फर्ममा आउँछ हेर है। मैले पहिला पनि भनेको छ, यो भ्याक्सिनको टाइपहरूमा हेर, यहाँ माथि टाइपहरूमा के हुन्छ, लाइभ हुन्छ, लाइभ एटेनुएटेड हुन्छ, इनएक्टिभेटेड हुन्छ, टक्सोइड हुन्छ, अनि कन्जुगेट हुन्छ। यो जुन पोलिस्याक्राइड भन्छ त्यो चाहिँ कन्जुगेटको क्याटेगोरीभित्र पर्छ। पोलिस्याक्राइड भनेको चाहिँ क्यारियर हो है, बेसिकली भ्याक्सिनलाई केही न केहीले त बोकेर लैजानु पर्यो नि त बडीभित्र डेलिभरीको लागि। त्यसको लागि चाहिँ पोलिमर युज गरेको हुन्छ। देन पोलिस्याक्राइड, अब कस्तो पोलिमर, पोलिस्याक्राइड भनेको सुगरको पोलिस्याक्राइड, त्यस्तो प्रयोग गरेको हुन्छ। पोलिस्याक्राइड हुन्छ, प्लस यसको रुटिन भनेको 6 हप्ता, 10 हप्ता, 14 हप्ता र 14 हप्ता, 3टा डोज हुन्छ जेनरली यसको अरे। पेन्टाभ्यालेन्ट युज गरिन्छ। त्यस पछाडि कसैलाई एकदमै धेरै एलर्जी हुन्छ। एलर्जी चाहिँ सबैलाई हुनसक्छ है, जुनसुकै भ्याक्सिन लिए पनि एलर्जी चाहिँ सबैलाई हुनसक्छ। बच्चालाई इन्फेक्सन भएको छ भने हेमोफिलस इन्फ्लुएन्जाको भ्याक्सिन दिँदैनौँ हामी। बुस्टर हाम्रो लगभग लगभग कहिले हुन्छ भन्दाखेरि 14 हप्ता भनेको 3 चौको 12, 3 महिनामा 3 डोज सक्यो। 1 वर्षसम्म भनेको 15 महिना राख न, 15 महिना, 1 वर्ष अथवा 15 महिना, 12 to 15 महिनामा चाहिँ बुस्टर डोज दिन्छ इन्फ्लुएन्जाको हेरे। 3 महिनाभित्र 6औँ हप्ता भनेको तिम्रो 1.5 महिना भयो, अनि 10औँ हप्ता 1 महिना पछाडि, अनि लास्ट डोज 3 महिनामा यसको कोर्स सकिहाल्यो। कोर्स सकिसके पछाडि बुस्टर दिन्छ, त्यसको ठ्याक्कै 1 वर्ष पछाडि। अब अर्को छ एकदमै फेमस न्युमोकोकल। यसको 2 किसिमको आउँछ, मैले भनिहालेँ। एउटा PCV13 प्रिभिनार, जुन हामीले बेच्ने प्रिभिनार हो, 700 कति रुपियाँ पर्छ बिमामा अहिले त थाहा छैन त्यो पनि। अर्को पोलिस्याक्राइड 23, ठिक छ। यसको 2टा टाइप हुन्छ। यो चाहिँ तिम्रो ब्याक्टेरिया स्ट्रेप्टोकोकस न्युमोनियाको अगेन्स्टमा दिने हो। यसले चाहिँ हामीलाई न्युमोनिया लगाउँछ, न्युमोनिया अथवा तिमी भन मेनिन्जाइटिस। त्यस पछाडि यो कानभित्रको के भन्छ यसलाई, ओटाइटिस, ओटाइटिस मिडिया, कान सुनिने ओटाइटिस मिडिया भनौँ न, मिडल इयर सुनिने, यसको लागि यो प्रयोग गरिन्छ। त्यस पछाडि यसको चाहिँ एज ग्रुप अनुसारको प्रोटोकल फरक छ है। जस्तो म तिमीलाई भन्छु, बच्चा छ भने सबभन्दा सुरुमा त म सिरिज लेखिदिन्छु, दिन्छ कसरी हेर है। यसको सबभन्दा लेख्छु म, यो PCV प्रिभिनार जुन छ, प्रिभिनारको खास डोजिङ हुन्छ 6 हप्ता, 10 हप्ता, 14 हप्ता। 6 हप्ता, 10 हप्ता, 14 हप्ता, एन्ड बुस्टर 15 महिना भइहाल्यो। यो चाहिँ प्रायः जस्तो सबैको त्यस्तै हुन्छ, 15 महिना भयो। यो चाहिँ यसको सिरिज हो, ठिक। अब बच्चाहरूमा सिरिज है, सिरिज प्लस बुस्टर, सिरिज एन्ड बुस्टर भयो। बुढाहरूमा, एडल्टहरूमा, जस्तो एडल्ट भनेको म लेखिदिन्छु, यसलाई अलि पर लैदिन्छु, 65 वर्ष या सोभन्दा माथि अरे। 65 वर्ष वा सोभन्दा माथि उनीहरूलाई चाहिँ PPSB दिन्छ, पोलिमेरिक दिन्छ है। योवाला दोस्रोवाला दिन्छ, यहाँ हाइलाइट पनि गरिदिन्छु। यो बुढोवाला हो, यो बुढोवाला हो, यो दिन्छ है। विचार गर्ने है, बुढो मान्छेहरूको प्रेसक्रिप्सन विचार गर्ने त्यहाँनिर यो चाहिँ। अनि इम्युनो कम्प्रोमाइज पेसेन्ट छ भने चाहिँ रिपिट गरिन्छ, रिपिट इन 5 इयर्स, 5 इयर्समा रिपिट गरिन्छ, ठिक छ। यो भयो न्युमोकोकल, सजिलो छ। 2 किसिमको भ्याक्सिन हुन्छ न्युमोकोकल, एउटा PCV12, अर्को PPSV23। PPSV23 याद गर, जुन चाहिँ बुढो मान्छेहरूलाई दिन्छ र हरेक 5 वर्षमा रिपिट गरिन्छ, हाई रिस्क पेसेन्टहरूलाई, जसलाई कन्करेन्ट न्युमोनियाको इन्फेक्सन भइरहेको हुन्छ उनीहरूलाई। ओके,
त्यस पछाडि छ रोटा भाइरस, एकदमै फेमस, धेरै इन्फेक्सन हुन्छ हामीलाई पनि रोटा भाइरसको। यसको विशेष गरी बच्चालाई हुन्छ है, बच्चा जुन जन्मिने बित्तिकै अथवा जन्मेको 1-2 महिनामा डाइरिया हुन्छ नि, त्यो चाहिँ रोटा भाइरसले गराउँछ। सिभियर इन्फेन्टाइल डाइरिया। अर्को हुन्छ तिम्रो वाटेरी डाइरिया, त्यही बच्चाहरूमा नि वाटेरी डाइरिया। त्यस पछाडि यो सँगसँगै एलाइड सिम्टमहरू भमिटिङ भयो, डिहाइड्रेसन भयो, डाइरियाकै सिम्टमहरू। यसको चाहिँ ओरल भ्याक्सिन आउँछ, ठिक छ, ओरल एटेनुएटेड भ्याक्सिन आउँछ। ओरल एटेनुएटेड भ्याक्सिन आउँछ। अनि त्यहाँबाट यसको चाहिँ कटअफ छ, मैले कटअफ भनेको थिएँ माथि नै रोटा भाइरसको। 15 हप्तादेखि कम्तीसम्ममा सकाउनु पर्यो, 8 महिनाभन्दा धेरै लगाउनु भएन। यहाँ मैले लेखेको छ है, यो चाहिँ हाई यिल्ड क्वेसन हो नि, यहाँनिर छ रोटा भाइरस यहीँ। 15 हप्ताभन्दा तलमा सुरु गरौँ, 8 महिनाभन्दा बढी लगाउनु भएन। यसको जेनेरल डोजिङ हुन्छ अगेन 6 हप्ता, 10 हप्ता, 14 हप्ता, ठिक छ। यही हो जेनरली प्रोटोकल चाहिँ यस्तै हुन्छ। इम्युनो डेफिसियन्सी मान्छेहरूलाई चाहिँ डाइरेक्टली पनि दिन्छ। यो चाहिँ यो एकदम स्ट्रिक्ट रुल छ है, यो रुल एकदम स्ट्रिक्ट रुल हो। यो जुन मैले माथि लेखिदिएको छ, लेस देन 15 विक्स, योबाट क्वेसन फस्न सक्छ, र लेस देन 8 मन्थ फिनिस गरिसक्नुपर्छ यसलाई। अब तिमी मिजल मम्स रुबेला एमएमआर भ्याक्सिनेसन हामी सानोमा लगाउँछौँ। मिजल्सको सिम्टमहरू के हुन्छ? घाउ खटिरा आउँछ, ज्वरो आउँछ, त्यस पछाडि त्यो थोपा थोपा देखिन्छ। अब मिजल्स भनेको दादुरा होइन, कुप्लिक स्पट त्यसको नाम, कुप्लिक स्पट भन्छौँ। कतिपयले न्युमोनिया पनि हुन्छ, कतिको टाउको सुनिन्छ, इन्सेफलाइटिस भनौँ, इन्सेफलाइटिस, ठिक छ। यो मिजल्सको सिम्टम हो। मलाई सानो हुँदाखेरि मिजल्स भएको छ, मलाई याद छ क्या। मिजल्स मिजल्स त हामी नेपालीमा के अरे दादुरा भन्छौँ। दादुराको खोप लगाउनु पर्छ भनेर आउँथ्यो क्या, सानो हुँदाखेरि विज्ञापन आउँथ्यो। 9 महिना पुरा भएपछि त्यो बच्चाको भ्याक्सिनेसनको पुरै चार्ट नै हुन्छ नि त एउटा, डब्लुएचओले डेभलप गरेको। त्यो अनुसार त्यो पोलिसीलाई फलो गर्दै नेपाल गभर्मेन्टले चाहिँ राष्ट्रिय खोप कार्यक्रम हुन्छ, नेसनल भ्याक्सिनेसन प्रोग्राम, त्यो चलाउँछ। अब मिजल्समा यो सिम्टमहरू हुने भयो। मम्सलाई चाहिँ नेपालीमा हाँडे रोग भन्छन् अरे है। प्यारोटाइटिस भनेको यो जुन प्यारोटिड ग्ल्यान्ड छ यहाँ सुनिन्छ। अनि गल्फुले याद छ कि याद छैन? गल्फुले हुँदाखेरि सानो बेलामा एउटा त्यो टेप टाँस्ने चलन छ, त्यो याद छ कि छैन? हो त्यो। अनि कसैको चाहिँ टेस्टिस सुन्निने, बच्चाहरूको चाहिँ टेस्टिकल सुन्निने पनि हुन्छ। यो खासमा लिम्फ नोडको इन्फेक्सनले हुने हो कि मम्सको यो सिम्टमहरू पर्छ। रुबेला भनेको चाहिँ खासमा ऱ्यासेसहरू हुन्छ, कन्जेनाइटल रुबेला सिन्ड्रम भनेर भन्छन् होइन। यो चाहिँ ऱ्यासेसहरू हुन्छ। अब तिनटैको मिक्स भ्याक्सिन आउने भयो, लाइभ एटेनुएटेड होइन, भाइरस नै हुन्छ है, भाइरसै हुन्छ। र लगाउने भनेको 9 महिनादेखि 9 महिना पुरा भएपछि दादुराको खोप लगाउनु पर्छ। ल यो याद गर्ने, 9 देखि 12 महिनाभित्र लगाइन्छ। र अर्को यदि चाहिएमा सेकेन्ड डोज हामी लगाउँछौँ 1.5 वर्षमा है, 18 महिनामा 2टा डोज हुन्छ यसको जेनरली, 2 डोजेस। इम्युनो डेफिसियन्सी मान्छेहरूलाई अब यसको जान्नै पर्ने कुरो के हो भन्दाखेरि, इम्युनोग्लोबुलिन भर्खर दिएको छ भने, हेरे हेपाटाइटिस ए कै इम्युनोग्लोबुलिन दिएको छ भने अब यो बेलामा चाहिँ एमएमआर भ्याक्सिनेसन नदिने है। यो म यहाँ तिमीलाई टक्क लेखिदिन्छु, यो पनि हाइलाइट गरेर लेखिदिन्छु। यो चाहिँ याद गर्नुपर्छ ल, जाँचमा आउँछ नि यो। अघि माथि रुबेलाको पनि कुरो गरेँ, यहाँ फेरि कुरो गर्दैछु। रिसेन्ट आइभी इम्युनोग्लोबुलिन दिएको छ भने, हेपाटाइटिस ए को इम्युनोग्लोबुलिन दिएको छ, हेपाटाइटिस बी को जुनसुकैको पनि इम्युनोग्लोबुलिन दिएको छ भने एमएमआर भ्याक्सिनेसनलाई 3 देखि 6 महिनासम्म के गर्ने, डिले गराउने। 2टा डोज, यसको लाइफ लङ हुन्छ। ओके। अब तिमी भ्यारिसेलाको बारेमा अघि मैले भनिसकेँ। भ्यारिसेला भनेको भाइरल इन्फेक्सन हो, जसलाई हामी के भन्छौँ, चिकन पक्स। स्पेसिफिक टाइपको फोकाहरू आउँछ बडीमा, जसले गर्दाखेरि फिभर, ऱ्यासेसहरू, स्पेसिफिक टाइपको फोकाहरू, जसलाई हामी भेजिकुलर ऱ्यास भन्छौँ,
भेजिकुलर ऱ्यास भने चाहिँ फोका, तर फोकाभित्र चाहिँ पानी भरिएको के त्यस्तो हुन्छ। अनि कम्प्लिकेसन भएर त्यो धेरै इन्फेक्सन, औषधि युज गरिएन अथवा केयर गरिएन, धेरै इन्फेक्सन फैल्यो भने चाहिँ टाउको सुन्निने, इन्सेफेलाइटिस, न्युमोनिया हुने, ठिक छ, हो यस्तो सिम्टम्सहरू आउन सक्छ। यसको जम्मा दुईटा डोज हुन्छ भेरिसेलाको, 1 वर्षदेखि 1.5 वर्षसम्ममा लगाइन्छ फर्स्ट डोज, एन्ड सेकेन्ड डोज लगाइन्छ तिम्रो आफ्टर, यसो लेख्नु, सेकेन्ड डोज 4 देखि 6 वर्षमा लगाइन्छ। अब यसमा पनि अगेन प्रेग्नेन्ट लेडी छ भने, इम्युनो डेफिसियन्स छ भने, इम्युनोग्लोबुलिन दिएको छ भने यसलाई चाहिँ रोक्ने, डिले गर्ने। प्रेग्नेन्ट इम्युनो डेफिसियन्सी मान्छेलाई एन्टिभाइरल ड्रग एसाइक्लोभिर चलाएको छ भने त्यो पनि रोक्ने, यो हामीले माथि पनि लेखेको छ। प्लस इम्युनोग्लोबुलिन थेरापी दिएको छ भने यो भ्याक्सिन चाहिँ नदिने भन्ने कुरो छ, ठिक छ। दुईटा डोज हुन्छ यसको। अर्कोमा छ जुस्टर। जुस्टरलाई पनि भेरिसेलासँगै हेरिन्छ, भेरिसेला जुस्टर भनेर हेरिन्छ। यसको चाहिँ एकदम दुख्ने, अनि दुखेको सँगसँगै यो भाग टाउको धेरै दुख्ने हुन्छ। भेरिसेला र जुस्टरको उस्तै उस्तै हुन्छ सिम्टमहरू, अनि दुख्छ यसको चाहिँ। भेरिसेलाको चाहिँ घाउ त्यति धेरै दुख्दैन, चिलाउने टाइपको पनि हुँदैन, फोकाबाट लिक्विड निस्किन्छ, त्यो लिक्विड चाहिँ सर्छ, त्यस्तो किसिमको चाहिँ भेरिसेला। जुस्टरको चाहिँ के हुन्छ भने दुख्छ एकदम, एकदमै जस्तो जनै खटेर लागिसके पछाडि टाउको दुख्ने, जिउ दुख्ने हुन्छ नि, भित्र त्यो जहाँ फोका छ त्यसको जरा दुख्ने, हो त्यस्तो खालको दुख्ने हुन्छ क्या। यसलाई हामी लेख्छौँ पेनफुल डर्मेटोलोजिकल, पेनफुल डर्मेटोलोजिकल, पेनफुल डर्मेटोलोजिकल ऱ्यास। त्यस पछाडि यसलाई हामी भन्छौँ पोस्ट हर्पेटिक न्युराल्जिया। यसलाई हामी पोस्ट हर्पेटिक, हर्पेस भइसके पछाडिको जुन न्युराल्जिया भनेको झमझम गर्ने दुख्ने हुन्छ त्यो सिम्टम भनेर भन्छ अरे। अहिले पहिला लाइभ एटेन्युएटेड आउँथ्यो, अहिले नयाँ रिकम्बिनेन्टवाला आउँछ यसको। यो पुरानो ना हो, रिकम्बिनेन्ट आउँछ है, रिकम्बिनेन्ट आउँछ। यो चाहिँ प्रिफर्ड गरिन्छ। अब 50 वर्षभन्दा माथिको मान्छे छन् भने चाहिँ प्रायः जस्तो रिकमेन्ड दिएको मैले देखेको छु। दुईटा डोज हुन्छ, 2 डोजेज हुन्छ। अनि अगेन अब यो प्रेग्नेन्टहरूलाई चाहिँ यो चाहिँ के भन्छ, दिइँदैन, प्रेग्नेन्टहरूलाई दिइँदैन। इम्युनो डेफिसियन्सी प्रेग्नेन्टहरूलाई दिइँदैन। अब तिमी इन्फ्लुएन्जा, इन्फ्लुभ्याक नामले बेचेको होला, इन्फ्लुएन्जाको भ्याक्सिन। इन्फ्लुएन्जा भनेको थाहा छँदै होला मलाई, फिभर के अरे फ्लू भएको छ भन्छ नि। फ्लू इज एक्चुअली वान सिम्टम अफ इन्फ्लुएन्जा इन्फेक्सन। फ्लू, कफ, जिउ दुख्ने, माइल्जिया, कतिपयलाई न्युमोनिया पनि हुन्छ होइन। यसको चाहिँ तिम्रो इनएक्टिभेटेड इन्जेक्सन आउँछ है, इनएक्टिभेटेड इन्जेक्सन है। यो तिम्रो 6 महिनाको बच्चालाई हान्नु मिल्छ, 6 month ओल्ड चिल्ड्रेन। यसको लाइभ फर्म प्रेग्नेन्टलाई नदिने हामीले माथि पनि लेखेको छ। लाइभ फर्म कन्ट्राइन्डिकेटेड इन प्रेग्नेन्टलाई दिन मिलेन यसको लाइफ फर्म। कतिपय मान्छेहरूलाई एलर्जी पनि हुन्छ। यो हरेक सालमा रिपिट गरिन्छ यदि रिपिट गर्न चाहँदाखेरि है, रिपिटेड एनुअली, ठिक छ। अब यो यति यो चाहिँ मैले लगभग आफूले पनि हानेको र एक्सपिरियन्सहरू छ यसको मसँग। अरू एक दुईवटा जुन मैले नहानेको तर भ्याक्सिनको सेड्युलमा पर्छन्। अब तिमीहरूले कति हानेको छौ कति हानेको छैनौ है। टाइफोइड भ्याक्सिन यो चाहिँ मैले हानेको छैन। यसले साल्मोनेला टाइफीको अगेन्स्टमा बचाउँछ। साल्मोनेला टाइफी, टाइफोइडको एकदम हलमार्क सिम्टमहरू भनेको चाहिँ भुँडी दुख्ने, ज्वरो आउने, डाइरिया अथवा कन्स्टिपेसन जे हुन्छ, दुईटा मध्ये कुनै एउटा हुन्छ क्या। ज्वरो आउँछ, पेट एकदमै धेरै दुख्छ टाइफाइडमा, भमिटिङ पनि सँगसँगै हुन्छ, डायरिया, कतिपय मान्छेलाई फोका पनि आउँछ है। अब यसको भ्याक्सिन चाहिँ, टाइफाइडको भ्याक्सिन चाहिँ पोलिस्याक्राइड हुन्छ है, जसलाई हामी भी पोलिस्याक्राइड भनेर भन्छौँ। भी पोलिस्याक्राइड भनेर भन्छौँ। यो कन्जुगेट पनि हुनसक्छ, लाइभ एटेन्युएटेड पनि हुनसक्छ, ठिक छ।
अब यो जुन भी कन्जुगेट छ यो चाहिँ 2 वर्षभन्दा बढीको बच्चालाई हान्नु मिल्छ। यो चाहिँ याद कसरी हुन्छ भन्दाखेरि नि अब यत्रो चिजहरू याद कसरी गर्ने भन्दाखेरि त्यो जुन एउटा ऊ त छ नि लिस्ट छ नि हो त्यो लिस्ट एकचोटि म यहाँ खोजेर तिमीलाई ग्रुपमा हालिदिन्छु त्यो टेबलमा सरसरी हेर्ने 3 महिनाभित्र हान्ने कुन 6 महिनाभित्र हान्ने कुन 1 सालमा हान्ने कुन ठुलो भइसके पछाडि हान्ने कुन ठिक छ हो तिनीहरू सर एकचोटि हेऱ्यो भने दिमागमा बसिहाल्छ जुन टिपिकल हुन्छ होइन जसको टिपिकल हान्ने समय हुन्छ र स्पेसिफिक हुन्छ प्रेग्नेन्टलाई दिनु मिल्दैन लाइफ दिनु मिल्दैन तिनीहरू याद गर्ने हो बाँकी त सबै हाम्रो ओभरअलमा परि नै हाल्छ ओभरअल रुलमा पर्छ क्या टाइफोइडको 2 वर्षभन्दा बढीको हान्नु मिल्छ कन्जुगेट तिम्रो 6 महिनाभन्दा बढीकोलाई हान्नु मिल्छ यो चाहिँ याद पनि त्यसरी नै हुन्छ है त्यही टेबलबाटै हुन्छ अनि त्यस पछाडि कति सालमा रिपिट गरिन्छ 3 सालमा रिपिट गरिन्छ रिपिटेड एभ्री 3 इयर्स यो यत्रो धेरै इन्फर्मेसन जरुरी छैन म किन लेखिदिएको भन्दाखेरि त्यो टेबलमा चाहिँ लजिक लगाउन सकियोस् अब आऊ तिमी अहिले प्यापिलोमाको पनि आएको छ है भर्खरै एकदम रिसेन्ट डेभलप भएको ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन ह्युमन प्यापिलोमा ह्युमन प्यापिलोमा भाइरसको अब के अरे ह्युमन प्यापिलोमा भाइरस एकदमै खराब भाइरस हो यो चाहिँ सेक्सुअली ट्रान्समिटेड डिजिजेसहरूको कारणले गर्दाखेरि चाहिँ के भन्छ जुन यौन अङ्गहरू हुन्छ त्यहाँनिर चाहिँ वार्टहरू निस्किने जुन हामी मुसा भन्छौँ नि हो त्यो मुसाहरू निस्किने जेनाइटल अर्गन्सहरूमा प्लस पाठकहरूको क्यान्सर गराउने सर्भिक्सको क्यान्सर गराउने अनि त्यसपछि मुखको क्यान्सरहरू गराउने यस्तो किसिमको सिम्टमहरू हुन्छ र लेडिजहरूमा बढी देखिन्छ यो है त्यसको लागि यो ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिनलाई चाहिँ एकदमै ठुलो डेभलपमेन्ट मानिन्छ जेनाइटल वार्ड्स प्यापिलोमा भाइरसको इन्फेक्सनको कारणले सर्भाइकल क्यान्सर अथवा तिम्रो एनल अथवा ओरोफेरिन्जियल क्यान्सर ओरोफेरिन्जियल क्यान्सर यो रोगहरू यसले लगाउँछ यसको चाहिँ अब रिकम्बिनेन्ट आउँछ है किनकि भर्खरै डेभलप भएको रिकम्बिनेन्ट भ्याक्सिन प्रोटिनको रूपमा आउँछ अब यसको यस्तो छ यो चाहिँ उमेर हेरिकन हुन्छ फरक फरक है उमेर हेरिकन चाहिँ डोज फरक हुन्छ जस्तो 14 प्युबर्टीसम्मको छ भने 2टा डोजले हुन्छ प्युबर्टीभन्दा माथि छ भने चाहिँ हामी 3टा डोज लगाउँछौँ है त अनि यो चाहिँ प्रेग्नेन्टहरूलाई चाहिँ ह्युमन पेपिलोमा भाइरस इन्फेक्सन हुनबाट बचाउँछ सो जो प्रेग्नेन्ट भएर सुरुमा पत्ता लाग्यो नि 1 महिना 2 महिनामा जो प्रेग्नेन्सी क्यारी गर्न चाहन्छ उनीहरूलाई हानिन्छ है रिपिट गरिँदैन पेपिलोमा भाइरसबाट किनभने एकचोटि सर्भाइकल इन्फेक्सन भयो ह्युमन पेपिलोमा भाइरस भने अब जन्मिने बच्चालाई पनि रिस्क हुन्छ क्या 9 देखि 14 वर्ष छ भने 2 डोज 15 वर्षभन्दा माथि छ भने हामी 3 डोज हान्छौँ यसको डोजिङ सेड्युल चाहिँ 1 महिना पछाडि दोस्रो डोज र 6 महिनामा अन्तिम डोज हानिन्छ है 0, 1, 6 month यसरी लेखिन्छ 0 भनेको अहिले भनेको 1 भनेको 1 महिना पछाडि भनेको अनि 6 भनेको चाहिँ सुरुदेखि गन्दाएको छ हेरे यो कस्तो हुन्छ भने अहिले हाने एउटा आज हाने मैले आज 4th of October हो 4th of October पछाडि अब हामी 4th of November हान्छौँ दोस्रो डोज त्यस पछाडि अब अरू 5 महिनासम्म त नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरी मार्च अप्रिल 4th म लास्टवाला डोज हान्छु त्यसरी क्यालकुलेट हुन्छ यो 6 महिना भनेको 1 देखिको छ होइन सुरुदेखिको छ है अब मेनिन्जोकोकलको बारेमा मैले अघि भनिहालेँ मेनिन्जोकोकललाई चाहिँ मेनिन्जोकोकलको चाहिँ सर्टिफिकेट देखाउनुपर्छ हज गर्न जाने मान्छेहरूलाई मैले भनिहालेँ कोभिड भ्याक्सिन अब सबभन्दा लास्टमा कोभिड भ्याक्सिनको त लगभग तिमीहरूलाई थाहा छँदै होला कोभिड भ्याक्सिनको बारेमा म अलिकति भनिदिन्छु हजुर त्यो अहिले छ त्यो एचपिभी भ्याक्सिनको चाहिँ डिबेट चलिरहेको छ नि जस्तै यो ठिक छैन चलिरहेको जस्तै नेपालमा चाहिँ टेस्टिङ फेजमा त्यस्तो त्यस्तै कुरा छ नि त्यो चाहिँ चलिरहेको के हो सर? चलिरहेको किन डिबेट चलेको भन्दाखेरि ह्युमन पेपिलोमा भाइरसको जब भ्याक्सिन आइसके पछाडि चाहिँ धेरै देशहरूमा चाहिँ लिमिटेड क्लिनिकल ट्रायलबाट चाहिँ जाँदाखेरि चाहिँ कतिपय मान्छेहरूको चाहिँ पेपिलोमा भाइरल इन्फेक्सन नभएर अरू सिस्टेमिक साइड इफेक्ट देखियो भनेको छ तर यो कस्तो भने यो भ्याक्सिन बनिनु नै ब्रेक थ्रु थियो
अब जस्तो तिमी कोरोना लागेको बेला हेर, जुन यो मोडर्ना भ्याक्सिन थियो अथवा यो सिनोभ्याक्स भ्याक्सिन थियो, चाइनिज भ्याक्सिन, यसै त केही कामै थिएन, केमिकलै थिएन यसमा, केही पनि थिएन भन्छन्। इमर्जेन्सी युजको लागि उनीहरूले बनाइदिए भ्याक्सिन लगाइदिए। अब यो भ्याक्सिनलाई चाहिँ कसले जस्टिफाई गर्छ र? यसको युजलाई त कसैले जस्टिफाई गरेन नि त। तर ह्युमन पेपिलोमा भाइरस त बकैदा स्टडी भएर लामो समयसम्म यसको सेफ्टी प्रोटोकल पास गरेर आएको भ्याक्सिन हो, र यो भ्याक्सिनको यति चर्चा हुनु स्वाभाविक हो। अब इमर्जेन्सीको बेला चाहिँ मान्छेको ज्यान बचाउनु परिसके पछाडि चाहिँ भ्याक्सिन भएको भ्याक्सिन नभएको जुन पाए त्यही पनि भ्यालिड हुने। अनि जुन भ्यालिड भएर आएको छ ह्युमन के भन्छ अलरेडी स्टडी भएर आएको छ, त्यसमा चाहिँ किन बहस गर्ने, यो चाहिँ म बुझ्दिनँ। यो चाहिँ मान्छेहरूको यस्तो, जस्तो चाइनाले भ्याक्सिन बनाएर त्यहाँनिर चाहिँ अर्को एउटा के किटाणु फैलाइदिएको छ अरे, त्यसले चाहिँ हाम्रो सन्तानलाई कन्ट्रोल गर्छ अरे भने जस्तो हो। तिमीले के सुनेको छौ यसको बारेमा भन त? अनि मैले त्यही नेपाल चाहिँ एज अ थर्ड पार्टी जस्ट टेस्टिङको लागि मात्रै पठाएको हो भन्ने सुनेको थिएँ कि मैले चाहिँ। यो चाहिँ यस्तो हो, यो चाहिँ कस्तो भने, अब हेर हामी हामी जतिको मान्छे जसलाई चाहिँ हेल्थ केयरको बारेमा यतिको थाहा छ, यतिको थाहा हुने मान्छेले, अब यसको लागि म तिमीलाई रामबाण उपाय दिन्छु अरे, कसरी थाहा पाउने यो भ्याक्सिन चाहिँ सही हो कि होइन, सामान छ कि छैन, यसको भ्यालिडिटी छ कि छैन, यो चाहिँ हल्लाको विषयवस्तु हो। जेनरली यस्ता चिजहरू चाहिँ पोलिटिकल्ली फाइदा लिनको लागि, पोलिटिकली इकोनोमिकली प्लस जियो पोलिटिकली चाहिँ चिजहरूलाई चाहिँ मान्छेलाई बाँड्नको लागि बनाइन्छ, राजनीतिक धर्म भन्ने जस्तो कुरो हो यो खासमा। अब कुनै पनि भ्याक्सिनको यदि तिमीले यो भ्याक्सिन भ्यालिड हो कि होइन, मान्छेमा ट्रायल भएर आएको हो कि होइन भन्न र हेर्नको लागि चाहिँ क्लिनिकल ट्रायल डट जिओभी भन्ने एउटा वेबसाइट छ अमेरिकन गभर्मेन्टको। त्यहाँनिर विश्वभरि जति पनि क्लिनिकल ट्रायलहरू चल्दैछ नि भ्याक्सिनको, तिनीहरूको सबैको डेटाबेस हुन्छ। त्यो भ्याक्सिनको नाम त्यहाँनिर हालेर डेटाबेसमा गयो भने त्यहाँनिर कुन कुन भ्याक्सिनको के साइड इफेक्ट देखियो, कतिजना मान्छेले रिक्रुट गरेको छ, के उद्देश्य हो यो भ्याक्सिनको, सबै हेर्न मिल्छ। त्यही भएर हामी हेल्थ केयरको मान्छेहरूले चाहिँ हल्लाको पछि लाग्नु हुँदैन, सबुतमा विश्वास गर्नुपर्छ। सबुतको लागि अथेन्टिक रिसोर्सेसहरू युज गर्नुपर्छ। क्लिनिकल ट्रायलको चाहिँ क्लिनिकल ट्रायल डट जिओभी, यो चाहिँ एफडिएको अन्डरमा आउँछ, तिनीहरूमा सबै रेकर्ड हेर्न मिल्छ जुनसुकै भ्याक्सिनको पनि। सो हामीले चाहिँ हालमा विश्वास गर्नुभन्दा अगाडि चाहिँ एकचोटि चाहिँ खोजी चाहिँ गर्नुपर्छ ल। हुन्छ सर, हुन्छ। ल अब यो कोभिड कोभिड भ्याक्सिनको बारेमा त थाहा छँदै होला। कोभिडको सिम्टम के भनिराख्नु, कोभिड भनेको सार्सको दाजुभाइ हो होइन, सार्स कोभ 2 भन्ने भाइरस आयो। सार्स भनेको चाहिँ मर्सबाट डेभलप भएर आएको, यो न्युमोनियावाला भाइरस नै हो, मर्सवाला जुन थियो त्यही वाला भाइरस नै हो। यो इन्फ्लुएन्जा भाइरस जस्तै हो, फ्लू लगाउने भाइरस हो सिम्पल। फिभर कफ न्युमोनिया प्लस एक्युट रेस्पिरेटरी डिजिजहरूले चाहिँ मान्छेहरू मरेको, प्लस कतिपयको चाहिँ खुन जमेर मान्छे मरेको, त्यो पनि इक्जाम्पलहरू थियो। अब यहाँ केही भ्याक्सिनहरू म यहाँ लिस्ट आउट गरिदिन्छु। यो हामीले सबैले देखेको पनि हो, फरक फरक ठाउँमा फरक फरक भ्याक्सिनहरू प्रयोग गरिए, कुनैको 2 डोज कुनैको 3 डोज। अब मैले कोभिडको लगाएको भनेको जम्मा एउटा मात्रै डोज लगाएँ, यो के नाम थियो यसको भनेर भनेदेखि जनसन, जनसनको एउटा मात्रै डोज लगाएँ मैले चाहिँ। तर त्यतिखेर अरू अरू थियो। आरएनए भाइरस जुन फाइजरले बनाएको थियो मोडर्ना, अर्को तिम्रो एस्ट्राजेनेकाले बनाएको चाहिँ भाइरसलाई चाहिँ भेक्टरको रूपमा बनाएर सिनोभ्याक जुन चाइनाले बनाएको थियो होइन कोभ्याक्सिन, जसमा चाहिँ इनएक्टिभेटेड भाइरस राखिएको थियो, भाइरसबाट निकालेको प्रोटिन त्यो नोभोभ्याक्स भयो, ठिक छ। र सुरुमा चाहिँ 2टा डोज भनेर आएको थियो यिनीहरू, जस्तो पहिलो लगाउने र 8 हप्तापछि अथवा 2 महिना पछाडि लगाउने र 1 वर्षमा बुस्टर लगाउने भन्ने थियो। अनि जुन रिस्क ग्रुप हुन्छ, जुन रिस्क ग्रुप भनेको चाहिँ अब हेल्थ केयरमा काम गर्ने मान्छेहरू भए, पुलिसहरू भए, आर्मीहरू भए, उनीहरू चाहिँ रिस्क ग्रुप भए, यिनीहरूलाई चाहिँ 1 वर्षमा बुस्टर दिजे भनेको थियो। सो जेनेरली प्राइमेरी सिरिज भनेको 2टा डोज रहन्छ। अब यो चाहिँ टाइपमा फरक फरक पर्छ, यो एमआरएनए टाइप, भाइरल भेक्टर टाइप, इनएक्टिभेटेड टाइपमा चाहिँ फरक फरक पर्छ होइन। त्यो बुस्टर कति समयमा दिने, ग्याप कति राख्ने भनेर, अनि अब यो चाहिँ भेरिएन्टमा पनि कति समय पछाडि बुस्टर दिने भनेर फरक पर्छ। तिमीले कुन भ्याक्सिन लगाएको थियौ र यो कोरोनाको? मैले यही जोन्सनै लगाएँ जस्तो लाग्यो सर। मैले पनि जोन्सन सिङ्गल डोज मात्रै लगाएको हो। सिङ्गल डोज भनेपछि जनसन नै हो। अनि यसको चाहिँ म चाहिँ लगभग लगभग पहिला चोटि कोरोना लागे पनि एसिम्टोमेटिक नै थिएँ। यो भ्याक्सिन लगाइसके पछाडि चाहिँ म पनि एकदम सिरियसली बिमारी भएको थिएँ त्यतिखेर भ्याक्सिनकै कारणले गर्दाखेरि। त्यस्तो पनि हुँदो रहेछ। हाम्रो गाउँमा पनि कस्तो भयो भने सर, अब गाउँतिरको कुरा चाहिँ, म त त्यति बेला अब उता काठमाडौँमै थिएँ होइन। उम्, अब केही यो कोभिड लागेर अस्पताल लग्यो, अनि हजुर। त्यहाँनिर अब ट्रिटमेन्टहरू गर्दा गर्दाखेरि चाहिँ त्यो मान्छे बित्यो होइन।
ओके। अनि जो मान्छे गाउँमै बसेर गाउँमै यताउति गरेर गर्यो त्यो मान्छे चाहिँ बाँच्यो क्या सर, त्यो चाहिँ किन हजुर होला? हजुर हजुर, त्यस्तो पनि हुन्छ। हरेक भ्याक्सिनको हरेक मान्छेको बडीमा चाहिँ त्यसले रियाक्ट कसरी गर्छ भन्ने कुरा फरक फरक पर्न सक्छ। अब मलाई भ्याक्सिनको कारणले कोभिड लाग्यो है, भ्याक्सिनको कारणले। त्योभन्दा अगाडिको भाइरसहरू, म अब हस्पिटलमै काम गर्थेँ, इन्फेक्सन पनि भएको। इन्फेक्सन भइसके पछाडि त्यो भाइरस कति क्वान्टिटीमा थियो, कति क्वान्टिटीमा मेरो बडीमा छिर्यो, मेरो बडी रेप्लिकेट हुँदै गर्दा मेरो इम्युन सिस्टमले त्यसलाई कसरी कोपअप गरौँ भनेर यो धेरै थोकहरू मिसिएको हुन्छ क्या। त्यो भएर चाहिँ यो भेरिएसन आएको चाहिँ त्यसरी आएको हो। ल ठिक छ, आजको कक्षालाई हामी अन्त्य गर्दैछौँ। अब के रह्यो भन्दाखेरि ओटिसी रहेको छ ल, एकदम अलिक ठुलो टपिक भनेको। ओटिसीको म यहाँ एउटा राम्रो नोट खोजेर प्रोभाइड गर्ने कोसिस गर्छु। अब हामी ऱ्यापअप गर्छौँ, ऱ्यापअप गरेर अनि अब डेली बेसिसमा एमसिक्युजहरू सल्भ गर्दै गर्दै टपिक वाइज पनि एमसिक्यू प्लस ओभरअल पनि एमसिक्यू। त्यसको लागि म एउटा टुल बनाउँदैछु, म आफ्नै तर्फबाट एउटा टुल बनाउँदैछु। हो त्यो टुलमा तिमीहरू प्र्याक्टिस गर, त्यसो गऱ्यो भने सजिलो हुन्छ। म एउटा टुल पनि डेभलप गर्दैछु तिमीहरूको लागि। अब भोलिको कक्षामा भेटौँला।